श्रीमतीको नाम बिमला सुन बिमला। बिमला अनि तपाईको कच्चन बच्चा बच्ची? अनि एउटा 5 वर्षको बच्चा छ। यसमा चाहिँ मेन नाइके भनेको प्रकाश परियारले चाहिँ सागर र तपाईको श्रीमतीलाई भगाइदियो, तपाईहरुको घरबार बाँझो बनाइदियो प्रकाशले। अहिले त्यो मान्छे सागर परिवारको पुरानो बुढी भएर बेंगलोरमा छ, त्यसको दाइ पनि बेंगलोरमा छ, अनि 20 वर्षको छोरा छ, एउटा 15 वर्षको छोरा, दुईटा छोरा श्रीमती र दाइ भाउजू बेंगलोरमा छ। नमस्ते नमस्कार दर्शकबिनहरुलाई यहाँलाई स्वागत छ फेरि पनि हाम्रो फेसबुक पेजमा। कृपया सम्पूर्णले यो साइटमा राखिएको कमेन्टहरु सबैजनाले पढिदिनु होला। पवन साई ठकुरी उहाँ चाहिँ एकदमै धेरै बिना लाइसेन्स केही पनि नभएको र उहाँको सोशल मिडिया एउटा सोशल इन्फ्लुएन्सर हुनुहुन्छ उहाँ पनि, र उहाँले एउटा पत्रकारिता गर्नुहुन्छ, त्यो पनि बिना अर्डर बिना धेरै मान्छेहरूलाई भड्काउने, अर्काको घरबार भत्काइदिने काम चाहिँ गर्नुहुन्छ उहाँले। र अहिले चाहिँ उहाँ नेपालमा जानुभएको छ र उहाँले प्रकाश परियार दाइ हुनुहुन्छ, एकदमै धेरै राम्रो व्यक्ति हुनुहुन्छ, एकजना डान्स गुरु हुनुहुन्छ, एकदमै धेरै मान्छेहरूलाई हेल्पफुली सबैजनालाई धेरै माया गर्ने सपोर्टिभ गर्ने एउटा प्रकाश परियार दाइलाई चाहिँ उहाँहरूले आरोप लगाउनु भएको छ, एउटा चरित्र हत्या गर्नुभएको छ। र उहाँले चाहिँ अहिले घरमा गएर आफ्नो बुढीको आइडीबाट जे गर्न सक्नुहुन्छ गर्नुहोस्, म नेपालमा छु र तपाईहरुले जे गर्न सक्नुहुन्छ, जुनसुकै कानुनी प्रक्रियामा लैजानुहुन्छ म त्यहाँसम्म जान सक्छु भन्ने एउटा उहाँले चाहिँ धम्की दिनुभएको छ। जति पनि हेर्नुहुन्छ सम्पूर्णले शेयर गरेर पवन साई ठकुरीसँग पुर्याइदिनु होला है त। न्यायको लागि लड